नमस्कार साथीहरू। आज चाहिँ म हजुरहरूको सामु कुखुरा पालन व्यवसायमा खास गरी लेयर्स कुखुरा पालन व्यवसाय गर्दाखेरि लेयर्स कुखुरालाई चाहिँ मोल्डिङमा पनि राख्न सकिन्छ भन्ने बारेमा चाहिँ केही जानकारी गराउन गइरहेको छु। कुखुराको उमेर चाहिँ छिप्पिँदै गए पछाडि अर्थात् चाहिँ हामीले प्रोडक्सन चाहिँ लामो समयसम्म लिइसके पछाडि चाहिँ कुखुराको उत्पादन क्षमतामा कमी आउने गर्दछ साथीहरू। कमी आएको खण्डमा चाहिँ हामीहरूले चाहिँ 80% भन्दा तल चाहिँ उत्पादन हुन थाले पछाडि अन्डा दिने क्षमता चाहिँ कम हुन थाले पछाडि मोल्डिङमा राख्न सकिन्छ साथीहरू। हामीले चाहिँ यदि कुखुरा मोल्डिङमा राख्ने हो भने हामीले जस्तै एक तारिकमा राख्ने सोचेका छौँ भने त्यसको अघिल्लो दिन चाहिँ 50 ग्राम पर बर्डको दरले चाहिँ दाना दिने गर्दछौँ साथीहरू। 50 ग्राम पर बर्डको दरले त्यो दिन दाना हाले पछाडि हामीले लाइट पूर्ण रूपमा बन्द गरिदिने गर्दछौँ साथीहरू। साथसाथै त्यसको अघिल्लो दिनदेखि 5 ml पर बर्डको दरले क्याल्सियम र पत्थर हाल्ने गर्दछौँ साथीहरू। यो प्रक्रिया चाहिँ कन्टिन्युली अब हामीले कति दिनसम्म चाहिँ राख्ने हो कुखुरालाई मोल्डिङमा, हामीले चाहिँ 10 देखि 15 दिनसम्म चाहिँ राख्ने गर्दछौँ साथीहरू। 10 देखि 15 दिन पछिको बदलावपछि चाहिँ हामीले फिड दिन सुरु गर्छौँ साथीहरू। यो 10 देखि 15 दिनको ग्यापमा चाहिँ के हुन्छ र 10 देखि 15 दिन पछाडि मोल्डिङ पछाडि के गर्ने भन्ने कुरा चाहिँ म हजुरहरूलाई भिडियोको अन्तिममा जानकारी गराउनेछु साथीहरू। यदि जानकारी लिन चाहनुहुन्छ भने पुरा भिडियो हेर्नु होला साथीहरू। हामीहरूले चाहिँ लेयर्स कुखुरालाई यो हाम्रो फर्ममा चाहिँ मोल्डिङमा राखे पश्चात 80% भन्दा कम उत्पादन दिएको कुखुराले 94% सम्म चाहिँ उत्पादन लिएका छौँ साथीहरू। यसले चाहिँ हाम्रो केही खर्चहरू पनि बचाउने गर्दछ साथीहरू। उत्पादन क्षमता कम भएको कुखुरालाई हामीले चाहिँ मोल्डिङमा राखेर फाइदा लिन सकिन्छ साथीहरू।